टाइम चाहिँ एक्सपिरियन्स गरियो यस्तो व्यस्त छ 2000 years later. सो हेलो गाइज एन्ड गुड मर्निङ है के छ तपाईँहरूको हालखबर सबै ठिकै हुनुहुन्छ होला फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो डेली लाइफमा होइन सो एन्ड डार्क ब्लग्स यु क्यान फलो अस मी फलो गर्नुभएको छैन भने एन्ड सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला अनि अल नोटिफिकेसन बेल आइकनलाई अन गरेर राखिदिनु होला सो र भिडियोलाई अन्तिमसम्महरू साथ दिनु होला मेरो डेली लाइफ चाहिँ कसरी बित्छ भनेर चाहिँ तपाईँहरूलाई एक्सप्लेन गर्नुभन्दा अनि केही कुराहरू चाहिँ अब होइन म कतिपय मेरो पर्सनल्ली काम कुराहरूलाई चाहिँ म तपाईँहरूमा चाहिँ सेयर गर्न चाहन्न सो फन टाइम र इन्जोय टाइमलाई मात्र हजुरहरूमा चाहिँ सेयर गर्न चाहन्छु दुःख कसको लाइफमा हुँदैन र सबैको लाइफमा हुन्छ होइन त्यही भएर म चाहिँ मेरो किनकि दुःखको कार्यहरू चाहिँ म तपाईँहरूमा सेयर गर्दिनँ काम गरिन्छ दुःख गरिन्छ सो तपाईँहरूले चाहिँ त्यसको लागि चाहिँ म सरी भन्छ तपाईँहरूलाई मैले देखाउन चाहन्न त्यो आफ्नो पर्सनल्ली कुराहरू पर्सनली कामलाई चाहिँ सो गाइज डेली लाइफहरू यसरी नै बितिरहेछ अनि यो हाम्रो चाहिँ यो भवन गैरा भन्छ भवन गैराको हेलिप्याडमा छु म अहिले लगभग यहाँकै मेरो भिडियो पनि 2-3वटा भइसक्यो होला यहीँ बसेर सुरु गरेको होइन अब यहाँ चाहिँ म बिहानै आइरहेको छु हावा खानलाई यहाँ किनकि मिठा हावा आउँछ क्या मिठा हावा आउँछ न्यानो घाम ताप्न पाइन्छ होइन अनि आनन्दको भ्यू पनि हुन्छ त्यस कारण सो गाइज है अनि आज चाहिँ खास तपाईँहरूसँग हामी यहाँबाट पछाडिदेखि यो भयो होइन पिक्चल बजारहरू भयो सो अनि हाम्रो यो यता साइड चाहिँ यो जिल्ला प्रशासनहरू छ जिल्ला प्रशासन मालपोत कार्यालय के भन्छ त्यहाँ हाम्रो नगरपालिका छ तलतिरको नगरपालिका यो समन्वय प्लस यस्तै कार्यालयहरू छ र यतातिर चाहिँ यहाँ हेली बस्ने गर्छ यो चाहिँ हाम्रो हेलिप्याड हो हेली बस्ने गर्छ सो है त अनि यस ठाउँबाट चाहिँ हाम्रो देवीथान भयो आडाँडा भयो यी सबै ठाउँलाई चाहिँ निहाल्न सकिन्छ हामीले तपाईँहरूलाई देखाउँछु म तपाईँहरूले पुरानो ब्यान्चोक हुँदै गएर हाम्रो पुरानो ब्यान्चोकदेखि ल्याएर यो ठाउँ चाहिँ हाटडाँडा हो है यो ठाउँ चाहिँ हाटडाँडा हो अनि है यो ठाउँदेखि यस्तो माथि त्यो सिडी देख्नु भएको छ त्यो सिडी हुँदै अब तपाईँहरूलाई तलदेखि नै देखाउँछु है सिडी कहाँदेखि जानेछु यहाँदेखि सुरु भएर सिडी तपाईँको माथि महादेव स्थान पुग्छ है तपाईँको गढी डाँडा सिडी छ है यो उकालो चाहिँ पुरै अनि यहाँदेखि तपाईँहरूले वाच गर्न सक्नुहुन्छ हाम्रो जिल्ला अदालतलाई पनि यो जिल्ला अदालत हो तपाईँहरूले देखिराख्नु भएको यो जिल्ला अदालत हो लगायत है डेली लाइफ यस्तै हेरेर मेरो जान्छ अनि यो हाम्रो भवन गैरा यो समुद्र होटल भन्छ यो ठाउँलाई पार्टी कार्यालयहरू यस्तै छ सो है गाइजहरू सो साथीहरू है आज चाहिँ चट्टसँगले यहाँ घाम तापेर आनन्द भइरहेछ कस्तो दामी फिलाइरहेछ होइन टुक्रुको बसिसकेको छु र बसेर चाहिँ एक्लै होइन गुनगुनाउँदै बस्ने मान्छेले सुन्यो भने त पागल पनि भन्छ होला आई थिङ्क है के भन्छ थाहा छैन तर म चाहिँ गुनगुनाएर बसिरहेको छु होइन अघि लाग्छ भने अब साथीहरू होइन कन्टेन्टहरू खोज्दैछु अब बिस्तारै मुकबाङ भिडियोहरू पनि आउँछ तपाईँहरूलाई सो कस्तो लाग्छ मुकबाङ भिडियोहरू कमेन्ट पनि गर्नु होला हजुरहरू भिडियो त हेरिदिनुहुन्छ कमेन्ट गरिदिनुहुन्न होइन कमेन्टहरू गरिदिनु होला जति पनि हुनुहुन्छ जे जतिजनाले हेरिदिनुहुन्छ कमेन्ट चाहिँ एकवटा छोडिदिनु होला हजुरहरूको होइन सम्पूर्णले मुकबाङ भिडियो गर्ने एउटा कोसिस के अरे प्लानिङमा छु मेरो डेली लाइफको बारेमा त अब प्रायः जस्तो म गाउँमा गएर बसेँ भने चाहिँ अब अहिले चाहिँ म दिक्तेलतिर बस्छु होइन जिल्लातिर बस्छु त्यो भएर गाउँमा बस्यो भने चाहिँ म मेरो डेली लाइफलाई चाहिँ गाउँघरको डेली लाइफलाई चाहिँ तपाईँहरूमा एक्सप्लोर गर्थेँ होइन एक्सपोज गर्थेँ सो त्यो सिचुएसनमा अलिकति मिलिरहेछ नि तर केही समय पछाडि गएर डेली लाइफलाई गर्छु म होइन आफ्नो डेली लाइफलाई चाहिँ तपाईँहरूमा एक्सपोज गर्छु म होइन सेयर गर्छु कस्तो लाग्छ हजुरहरूलाई होइन मेरो ब्लगहरू होइन मेरो भिडियोहरू कस्तो लाग्छ तपाईँहरूलाई अब नराम्रो लाग्छ भने पनि भनिदिनु होला राम्रो लाग्छ भने पनि भनिदिनु होला किनकि हजुरहरूले चाहिँ भन्दै गर्दाखेरि मैले यो ठाउँमा चाहिँ यस्तो नराम्रो तेरो नराम्रो यस्तो नराम्रो त्यो हुन्छ भन्ने छैन क्या अप्ठ्यारो मान्छ रिसाउँछ भन्ने होइन तपाईँहरूलाई जे छ जे लाग्छ त्यो भन्नुहोस् क्या मैले भोलिको दिनमा यार सुधार्ने मौका पाउँछु क्या जब ठक्कर खाइन्छ त त्यस पछाडि न हामीले हरेक कुराहरू सुधार्न सिकिन्छ होइन त्यही त हुने हो होइन
हरेक कुराहरू के भन्छ सुधार्न सिकिन्छ, गल्तीबाटै सिक्ने हो। सो गाइस तपाईँहरूले चाहिँ एक्सपोज गरिदिनु के भन्छ मेरो गल्तीहरूलाई चाहिँ कमेन्टमा भनिदिनु होला। सो है अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, किनकि भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो भने मलाई धेरै रिच मिल्छ क्या भिडियोलाई रिच मिल्छ, मलाई मतलब भिडियोलाई रिच मिल्छ। भिडियो रिच भइसके पछाडि हजुरहरू जस्तै अर्को एकजना माझमा पुग्ला होइन, युट्युब तरिका भिख माग्नेमा अर्कोजनामा पुग्ला होइन, त्यो भएर सेयर हुँदै जान्छ। हुँदै गइसके पछाडि केही न केही त भ्युज आउँछ नि त। एउटा कन्टेन्ट क्रिएटरले गर्ने भने के अरे रिक्वेस्ट गर्ने भनेकै थियो। सो अरू त हजुरहरूको हातमा छ। सो गाइज है अब म चाहिँ तपाईँहरूलाई फेरि यो दिक्तेल साइड चाहिँ कस्तो भ्यू आउँदो रहेछ त बसेर चट्टासँगले, नत्र उताबाडी बसेर चाहिँ कुरा गरौँ न हामी होइन, आकाशलाई भन्दा पनि दिक्तेललाई हेरेर होइन। ओके त्यस्तै हो होइन। मैले आज चाहिँ त्यो स्टिक लाइन क्या स्टिक लाइन हुँदो रहेछ। सो यतिको टाढो देखाएर चाहिँ हाम्रो दिक्तेल बजारलाई राम्रै देखिँदो रहेछ, हातले समातेर कुरा गरौँ। सो है हाम्रो दिक्तेल बजार पछाडि छ अनि हामी चाहिँ हेलिप्याडमा छौँ। हामी मतलब म चाहिँ हेलिप्याडमा छु। सो यहाँ बसेर हजुरहरूसँग कुरा गरिराख्दाखेरि कस्तो महसुस हुन्छ भने, सो भिडियो बनाइराख्दाखेरि कस्तो फिल हुन्छ भने एक्लै हुन्छ होइन, र यस्तो साथीहरू हुन्न छैन भन्दा नि छ नि यार, साथी छ नि हेर्नु त। म जे गरेँ त्यही गरिरहेको छु। अच्छा हमको सिखा रिया। यत्तिको ट्रुली होइन यत्तिको लोयल साथी मैले अहिलेसम्म भेटेकै छैन हामी। सो है साथीहरू है अनि के लाग्छ तपाईँहरूलाई हाम्रो ठाउँहरू, हाम्रो गाउँहरू होइन, हाम्रो परिवेश, हाम्रो अब त साँच्चै है उभौली लाग्यो नि त है। साकेला पूर्णिमा पनि आउँदैछ। सो है साकेलाको भिडियोहरू पनि आउँछ, हाम्रो कल्चर संस्कार सम्बन्धीको भिडियोहरू पनि अब ल्याउनै पर्छ होइन। साथीहरू के छ भने साथीहरू अहिले चाहिँ एकदमै कम छ क्या गाउँमा। सबै वैदेशिक रोजगार कि त काठमाडौँ हो क्या, सबैजना आफ्नो भविष्य बनाउँछु भनेर। म मात्र एउटा यहाँ छु गाउँमा बसेर होइन, न आफ्नो भविष्य बनाएको छ न त कमाएको छ, केही छैन, बेरोजगार छ यार। विदेश चल्दिउँ भने पनि खाइ कुन ठाउँ जानु ठगिएकै मात्र सुनिन्छ। अन्त विदेश जाँदा ठिकै होला, कमाइ त होला होइन। अहिले न विदेश नगए पनि हुँदैन, हुनु त छोरा मान्छेलाई नेपालमा केही नगरी बस्नुभन्दा त विदेश जानै बेटर छ होइन। तर यहीँ के गर्छु भन्ने गर्दा प्लानिङ गर्दै यत्रो उमेर गइसक्यो होइन, यत्रो उमेर गइसक्यो। अब त के भन्नु क्या, यत्रो उमेर गइसके पछाडि त अब त विकल्प पनि विदेश जस्तो भइसकेको छ क्या। अहिलेसम्म केही सफलताहरू सक्सेसहरू नपाउँदाखेरि सो है एकदम किचक लाग्छ। तर पनि के गर्नु यार, जिउनै पर्छ होइन। जे जस्तो भए पनि आफ्नो अब के हुने, अहिलेसम्म भोक बस्नु परेको छैन भन्नुपर्छ। आमा बाउले खान दिनुभएको छ, एक्सरो लुगा लाउन दिनुभएको छ। अहिलेसम्म दुःखको कुरा चाहिँ खास के लाग्छ भने अहिलेसम्म आमा बाउलाई आफ्नै कमाइले केही दिन सकिरहेको छैन, त्यही मात्र समस्या लास्टै। हाम्रो चाहिँ यो छोटो कुराकानीलाई चाहिँ अब धेरै नलाउने होइन, अरू दिन पनि कुरा गरौँला होइन, किनकि अरू दिन पनि कुरा गरौँ हामी। सो आजलाई चाहिँ म के भन्छु भने बिहान यहाँ यस ठाउँमा बसिरहेको छु होइन। चिया गफ गरौँ भने यहाँ होटलबाट चिया लिएर आउनुपर्छ, यहाँ त ल्याइदिँदैन नि त हेलिप्याडमा, चिया कि त आफै लिएर आउनुपर्छ। चिया गफ गर्दै बस्छौँ भने अब चिया पनि छैन। सो गाइज चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ मेरो यो भिडियो, सो प्रतिक्रिया दिनु होला र हजुरहरूको माया र साथ सपोर्ट यसरी नै सधैँ पाइराखौँ भन्दै चाहिँ आजको कुराकानीलाई यहीँ टुङ्ग्याउँ। र मेरो डेली लाइफ कसरी दिनचर्याहरू कसरी बितिरहेछ भन्ने बारे चाहिँ म तपाईँहरूलाई एक दिन आउँछ त्यो समय होइन एक्सपोज गर्छु, मेरो दिनचर्याहरू कसरी चलिरहेछ। अहिले पनि एक्सपोज त गरिरहेको छु तपाईँहरूलाई, तर मेरो एउटा सेल्फ वर्क छ क्या होइन, आफ्नो लागि छ सेल्फ वर्क। त्यो चाहिँ म तपाईँहरूमा सेयर गर्न चाहन्न क्या, किनकि आजको त्यसको लागि माफी चाहँदै आजको लागि भिडियो यति नै भन्न चाहन्छु। सो गाइज है अनि आजलाई चाहिँ म हजुरहरूसँग बिदा हुन्छु। टाटा बाई बाई है त, हेभ अ नाइस डे गाइज। ओके अनि भिडियोलाई चाहिँ सकेसम्म सेयर गरिदिनुहोस् ल। भिडियो राम्रो लाग्यो भने सब्सक्राइब पनि गरिदिनुहोस्, लाइक पनि गरिदिनुहोस् अनि सेयर पनि गरिदिनुहोस्। यदि नराम्रो लाग्यो हजुरहरूसँग माफी चाहन्छु। हस्त नमस्ते धन्यवाद। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै माया। बाई बाई।